नमस्कार। भागवत गीतामा लेखिएको छ, कर्म गर्नुहोस्, फलको चिन्ता छोडिदिनुहोस्। त्यही कर्मलाई निरन्तरता दिँदै आज केही तपाईँहरूको बिचमा राख्न गइरहेको छु। हामीहरूले थाहा नै छ तपाईँहरूलाई, केही दिन अगाडि मैले एउटा सानो पोस्ट राखेको थिएँ। मन त थियो सेतो कोट लाउने, तर कालो कोट लगाइयो। भाग्यमा चाहिँ कालो कोट नै लेखिएको थियो। कालो कोट लाउँदै गर्दाखेरि केही जिम्मेवारी पनि थप भएर आएको छ। जिम्मेवारी भन्नाले के को भने आफ्नो समाजको जिम्मेवारी, गाउँको जिम्मेवारी, देशको जिम्मेवारी पनि थप भएर आएको छ। यही जिम्मेवारीबाट केही एउटा सानो कुरा पुरा गर्नको लागि म यहाँ आएको छु। तपाईँहरूलाई थाहा नै छ, हाम्रो देशमा अहिले चुनावी माहौल छ र हामीले एउटा आउँदो फागुन 21 गते एउटा भोट मात्रै गर्ने छैनौँ। हामीले चाहिँ एउटा 5 वर्षको आफ्नो भविष्य तय गर्नेछौँ कि हामीले कसलाई चुनेर पठाइरहेका छौँ र उनीहरूले हाम्रो लागि के गर्न, के कस्ता विकासहरू गर्नेछ। ल त्यही सन्दर्भलाई निरन्तरता दिँदै मेरो घर चाहिँ सिराहा क्षेत्र नम्बर 3 र सिराहा क्षेत्र नम्बर 3 के कस्ता समस्याहरू छ त्यो कुराहरूलाई उजागर गर्न तपाईँहरूको बिचमा आएको छु। सिम्पली म आज तपाईँहरूको लागि लिस्ट नै बनाएर आएको छु। एक्ज्याक्टली किनभने योबाट केही छुटी नहालोस् भनेर एउटा लिस्ट नै लिएर आएको छु। यसमा चाहिँ सबभन्दा ठुलो यो सिराहा क्षेत्र नम्बर 3 को समस्या के हो भने त्यो पलायनको समस्या। यहाँबाट धेरै मान्छेहरू माइग्रेट भइरहेको छ। माइग्रेट भन्नाले धेरै कुरामा एजुकेसनमा माइग्रेट भइरहेछ, काममा माइग्रेट भइरहेको छ, अनि यस्तै कुराहरूमा धेरै कुराहरूमा माइग्रेट भइरहेको छ। अनि माइग्रेट भन्नाले अब के छ भने म आफ्नै गाउँमा गएँ, गाउँमा जाँदाखेरि के एउटा कुरा हेऱ्यो भने मेरो उमेरको जति पनि साथीहरू थियो नि, एउटा पनि साथी छैन क्या। आई मिन सबैजना विदेश गइसकेछ। कि त कोही पढ्नको लागि गएको छ, कि त कोही काम गर्नको लागि गएको छ। अनि नेताजीहरू यही समस्या निरन्तरता भइराख्यो भने भोट कोबाट लिनुहुन्छ त? भोट लिने मान्छे चाहिएन तपाईँहरूलाई, भोट चाहिएन, अनि भोट लिँदैन कोबाट लिने? त्यही भएर भन्छु, रोजगारी सिर्जना गर्नुहोस्। आउँदो यो चुनावमा जब हामीहरूले भोट गरिराखेका हुन्छौँ त्यतिखेर यो कुरा पक्कै विचार गरौँ कि कुनै पार्टीको एजेन्डामा चाहिँ यो रोजगारीको बारेमा कसरी समेटिएको छ। रोजगारीको लागि के अब कुनै पार्टीले आयो र म यति रोजगारी दिन्छु भनेर गयो, त्यति मात्रैले पुगेन नि त। प्रतिबद्धता भन्नाले त्यो रोजगार दिने उनीहरूको एजेन्डा के छ के, आई मिन कुन पोइन्ट के को आधारमा उनीहरूले भनिरहेछ कि हामीले यति पर्सनलाई रोजगारी दिइरहेछौँ। यसपालिको भोट दिने बेलामा त्यो कुरालाई मुख्य गरी ध्यान दिउँ अनि मात्रै हामीहरूले भोट गरौँ। त्यस्तैमा यो रोजगारीकै समस्यालाई अगाडि हेर्दै जाने हो भने सिराहा जिल्लाको म्याक्सिमम पर्सनहरू होइन, धेरैभन्दा धेरै मान्छेहरू चाहिँ किसानमा संलग्न छ होइन, किसानी खेती गर्ने गरेको छ। यहाँनिर हेर्ने हो भने हरेक 5 जनामा 4 जना किसानी पेसामा छ र उनीहरूले चाहिँ सबभन्दा बढी भोग्नु परेको भनेको आउँदो यो धान गहुँ रोप्ने बेलामा चाहिँ यो मलको बडा समस्या हुन्छ। अनि यो मलको समस्यालाई समाधान गर्नको लागि आउँदो सरकारहरूको घोषणापत्रमा के कस्ता एजेन्डा लिएर आएको छ त? आई मिन उनीहरूको एजेन्डामा यो कुरा समावेश भएको छ कि छैन, त्यो कुरा हेर्न बडा जरुरी छ। आई मिन अब मल लिनको लागि किसानलाई हाम्रो देशलाई कृषि प्रधान देश भन्छ होइन। त्यस्तै गर्दाखेरि सिराहा जिल्लामा सबभन्दा बढी उत्पादन हुने भनेको आँप हो। अनि आँपलाई ग्लोबल लेभलमा अथवा नेसनल लेभलमा त्यसलाई एउटा स्ट्याटस दिनको लागि, एउटा ठाउँ प्लेटफर्म दिनको लागि के कुनै पार्टीको घोषणापत्रमा त्यो हटाएको छ कि छैन, त्यो कुरा चाहिँ सिराहा क्षेत्र नम्बर 3 का जनताहरूले त्यो कुरा अवश्य हेर्नु होला। किनभने यहाँ नजिक सबभन्दा बढी टनको रूपमा आँप उत्पादन गरिन्छ र त्यो आँप यतिकै खेर गइरहेको हुन्छ क्या। अनि त्यसले त्यो राम्रो बजार नै पाउँदैन, राम्रो मूल्य नै पाउँदैन। त्यसले गर्दाखेरि किसानलाई धेरै घाटा बेहोर्नु परेको हुन्छ। त्यति मेहनत गरेर लगाएको फलले चाहिँ त्यसले प्रफिट चाहिँ त्यहाँबाट पाइरहेको हुँदैन। अर्को कुरा चाहिँ यो धान गहुँ रोप्ने बेलामा मल पाउँदैन होइन। मलको लागि अब किसानले चाहिँ लाइन लाग्नु पर्ने हो त, कि त्यही एउटा समस्याको समाधान हो? त्यसलाई चाहिँ सुधार गर्नको लागि अब लाइन लाग्ने, अनि त्यही पनि मल नपाउने, यो नेताले फोन गर्ने, त्यो नेताले फोन गर्ने, यो कहिलेसम्म? के यो कुनै पार्टीको घोषणापत्रमा अटाएको छ? यसलाई समाधान कसरी गर्ने भनेर सिराहा 3 का जनताहरू भोट दिने बेला यो कुरा अवश्य हेरौँ कि कुनै पार्टीको घोषणापत्रमा यो कुरा अटाएको छ कि छैन भनेर। अर्को कुरा के छ भने यहाँका धेरै जस्तो व्यापारीहरू यो कुखुरा फार्मको पनि मा लागेको छ। मैले एउटा सर्वे जस्तो मात्रै गरेको थिएँ भने सिराहा नगरपालिकाभित्र मात्रै 100 भन्दा बढी कुखुरा फार्महरू छ। अन एन एभरेज एउटा फार्मले 50 क्विन्टल पनि प्रोडक्सन गर्छ भने एक वर्षमा चाहिँ एक महिनामा एउटा फार्मले 50 क्विन्टल पनि प्रोडक्सन गरिरहेको छ भने तपाईँ हिसाब लगाउनुहोस् कति क्विन्टल प्रोडक्सन हुन्छ। त्यतिसम्म पनि यहाँको त्यति हुँदै पनि एउटा राम्रो मूल्य पाउँदैन क्या यहाँ किसानहरूले। एक्ज्याक्टली के छ भने सिराहा नगरपालिका यो सिराहा क्षेत्र नम्बर 3 बोर्डर स्टेट हो क्या, बोर्डर क्षेत्र हो क्या। यहाँनिर एउटा 5 किलोमिटर तपाईँ उतापट्टि जानुभयो भने हामीले एउटा इन्डियन बोर्डर पाउँछौँ।
अनि इन्डियन बोर्डर पाउँदाखेरि त्यहाँबाट इम्पोर्ट गरिदिन्छ क्या नेपालमा, जबकि यो कुरा नेपालमा ब्यान्ड आइटम हो। त्यही पनि यो कुरालाई इम्पोर्ट गरिदिन्छ के भने सरकारकै मिलोमतोमा, यहीँको कर्मचारीहरूको मिलोमतोमा त्यो गरिदिन्छ। के त्यसलाई समाधान गर्नको लागि यहाँका किसानहरूलाई फाइदा गर्नको लागि सरकारले के नीति ल्याएको छ कि आउँदो सरकारले यो कुरालाई नियन्त्रण कसरी गर्छ कि त्यस्तो कुनै घोषणापत्रमा त्यो पोलिसी अटेको छ कि, त्यो कुरा चाहिँ हेर्न बडा आवश्यक छ। अब अहिले के छ भने कन्ट्र्याक्ट फार्मिङको एरा आइसक्यो। त्यही पनि साना साना किसानहरूले जसले थोरै 50 क्विन्टल 60 क्विन्टल जसले प्रोडक्सन गर्छ, त्यो किसानहरूको लागि के गर्ने त, कसरी उनीहरूलाई समाधान दिने त, त्यो कुरामा चाहिँ कसले विचार गर्ने। अनि त्यो कुराहरूलाई हेर्नको लागि कुनै पार्टीको घोषणापत्रमा त्यो कुरा अटाएन, त्यो कुरा चाहिँ मुख्यतः हेर्नुपर्ने कुरा हो। र त्यसलाई समाधान कसरी गर्ने त्यो कुराको पनि हामीले यसपालि घोषणापत्र पढौँ र हेरौँ पनि उनीहरूले कसरी त्यो कुरालाई समाधान गर्छ। अर्को यो सँगैसँगै हेर्दाखेरि एउटा किसानहरूले चाहिँ आफ्नो जति उत्पादन गरेको छ त्यसको मूल्य पाउँदैन। के कुनै पार्टीको घोषणापत्रमा एमएसपी आएको छ, मिनिमम सपोर्ट प्राइस, के किसानहरूलाई कुनै प्रोडक्ट उब्जायो भने त्यसले चाहिँ एउटा यति पैसा पाउँछ भनेर किसानहरू अहिलेसम्म ढुक्क चाहिँ छैन कि त्यो कुरा आउँछ कि आउँदैन कुनै पार्टीको घोषणापत्रमा। यसपालि भोट के को आधारमा हामीले गर्ने त, भोट गर्दाखेरि त्यो कुरा हेर्ने कि नहेर्ने त्यो कुरा पनि अब जनताले यसपालि तय गरून्, किनभने यो कुराहरू मुख्य समस्या हो यहाँको। अर्को भनेको यहाँको यो सिँचाइको पनि समस्या हो। यहाँबाट 4-5 किलोमिटर नजिक कमला नदी छ, तर यहाँको किसानहरूले बोर्डिङ गाडी र पानी निकाल्नु परेको हुन्छ क्या। अनि त्यो कमलाको पानीले किन यो सिराहासम्म पुर्याउन सकिरहेको छैन, त्यसको लागि कहाँ नजिक ल्याब छ के यसपालिको अब नयाँ सरकार आउनेले अथवा कुनै पार्टीको घोषणापत्रमा यो कुरा इन्क्लुड छ कि छैन, किनभने हामीले भोट दिँदै गर्दाखेरि सिराहाको जनताले के पाइरहेको छ त्यो कुरा त हामीले मुख्यतः थाहा पाउने हो नि त। अनि त्यो कुरा चाहिँ त्यसमा समेटिएको छ कि छैन, यसपालि भोट दिँदाखेरि त्यो कुरा पनि विचार गरौँ। अर्को यहाँ नजिक के छ भने यो व्यापारको समस्या आएको छ। अब व्यापार तपाईँले यहाँ हेर्दै हुनुहुन्छ, यो रोड अस्तव्यस्त अवस्था हेरिराख्नु भएको छ। यो अवस्थामा चाहिँ अब व्यापारको चाहिँ एउटा ठुलो अवस्था के छ भने व्यापारलाई राम्रो ढङ्गले सञ्चालन गर्नको लागि यो रोड स्ट्रक्चर बडा राम्रो हुनुपर्छ। तर यहाँ नजिक के छ भने तपाईँ हेर्नु, यो सिराहा भनेको फेरि यो सिराहाको कुनै ठाउँ होइन, सिराहाको सदरमुकाम हो। सिराहा जिल्लाको सदरमुकाम सिराहा हो। यहाँको अवस्था यस्तो रहेको छ। यहाँ नजिक अर्को कुरा के छ भने यो धुलो यति उडिरहेछ, यो आजदेखि होइन 4-5 वर्षदेखि उडिरहेछ। 2-3 वर्षसम्म यस्तो यो उडिरहेको भने यहाँको अधिकांश व्यक्तिहरूलाई पक्का क्यान्सर हुन्छ, अरू नभए पनि यो दमको रोग त्यो पक्का लाग्नेछ क्या। अनि यसलाई चाहिँ कसरी सरकारले समाधान गर्ने, के यो नयाँ कुनै पार्टीको यो पत्रमा चाहिँ यो कुरा पनि इन्क्लुड भएको छ कि यो पनि विचार गरौँ भोट दिने बेलामा। अर्को यो समस्या के आएको छ भने यो शिक्षाको समस्या आएको छ। शिक्षा भनेको यहाँ नजिक अब सिराहामा एउटा 12 क्लाससम्मको एउटा गभर्मेन्ट स्कुल भनेको एउटा श्रीचन्द्र उच्च माध्यमिक विद्यालय छ, जसले चाहिँ एउटा राम्रो ठुलो इतिहास बोकेर आएको स्कुल हो होइन। तर त्यहाँको पनि एजुकेसन क्वालिटी हेऱ्यो भने जर्जर अवस्थामा छ क्या। आई मिन त्यहाँ के छ भने अब नत्र प्रोपर फेसिलिटेट भनेको बोर्ड्सहरूको व्यवस्थित गरेको छ होइन, क्लासहरू पनि हेर्दाखेरि त्यहाँ पुरा इन्डिसिप्लिन वेमा त्यसलाई गरिदिएको छ क्या। अनि यहाँ विद्यार्थीहरू पढ्नै पाएको छैन क्या। आई मिन हाम्रो संविधानले के भन्छ भने निःशुल्क शिक्षा भन्छ, तर के वास्तविक ग्राउन्ड फिल्डमा त्यो एप्लाइड भएको छँदै छैन होइन। अनि त्यो कुरालाई अब आउँदो सरकारले यहाँको शिक्षालाई कसरी लग्ने, विद्यार्थी यति मासमा छ होइन, अनि त्यसलाई चाहिँ कसरी लग्ने अगाडि त्यो कुराको बारेमा के एजेन्डा छ। अर्को कुरा म के उजागर गर्न चाहन्छु भने शिक्षामा होइन हाम्रो एउटा फ्री एजुकेसन एक्ट छ होइन, त्यसले के भन्छ भने जति पनि प्राइभेट स्कुल्सहरू छ त्यसमा चाहिँ 10% स्कलरसिप दिनुपर्छ भनेर प्रोभिजन राखेको छ होइन। बट यहाँको कुनै पनि स्कुलले 10% स्कलरसिप दिएकै छैन क्या, दिएको पनि छ भने थाहै छैन कसैलाई कि कसरी त्यो दिइरहेछ। त्यो के बेसिस हो, नगरपालिकाले के को आधारमा त्योलाई अगाडि बढाएको छ, कि आउँदो जो सांसद यहाँबाट लडिराख्नु भएको छ कि उहाँको एजेन्डामा यो कुरा अटाएन कि हामीले आउँदाखेरि यो 10% स्कलरसिप दिन्छौँ कि दिँदैनौँ भनेर, त्यो कुरा पनि यसपालि भोट दिँदाखेरि त्यो कुरा पनि विचार गरौँ। किनभने त्यो पनि एउटा महत्त्वपूर्ण हो, किनभने मैले एउटा सानो हिसाब जोडेको मात्रै हो भने यहाँ नजिक सिराहा जिल्लामा यो सिराहा नगरपालिकामा मात्रै क्षेत्र नम्बर 3मा उतापट्टि पनि छ, गोलबजार नगरपालिका पर्छ होइन, विष्णुपुर गाउँपालिका पर्छ। बट हामीले सिराहा नगरपालिकाको मात्रै कन्सिडर गर्ने हो भने 10,000 विद्यार्थी यहाँनिर प्राइभेट स्कुलमा पढिरहेको छ। अनि 10,000 मध्ये हामीले 10%ले दिने भने 1,000 विद्यार्थीले फ्रीमा पढ्न पाउँछ होइन। 1,000 विद्यार्थीको अन एन एभरेज 25,000 पनि फी छ भने 25 करोड लगभग हाराहारीको वार्षिक पैसा त्यो कहाँ गइरहेछ कि त्यो थाहै छैन कसैलाई। त्यो स्कलरसिप कहिले खुल्छ, कसरी खुल्छ, कसरी वितरण गरिन्छ, कसैलाई थाहै छैन त्यो कुरा। अनि न त यहाँको सांसदलाई चासो छ, न यहाँको मेयरलाई चासो छ, कसैलाई चासो छैन। यो बारेमा पनि अब चासो राख्नै पर्यो।
अर्को कुरा भनेको यहाँको स्वास्थ्यको अवस्था। अब यहाँको स्वास्थ्यको अवस्था अब के भन्नु, सिराहामा एउटा प्रादेशिक अस्पताल भनेको छ होइन, प्रादेशिक अस्पताल भनेको छ, बट त्यसको अवस्था चाहिँ कस्तो छ भनेर त्यो कसैले थाहै छैन के। आई मिन अब केही तपाईँ गराउन जानुहोस्, एउटा सानो सर्जरीको लागि जानुहोस्, रेफर गरिदिन्छ विराटनगर जानुहोस्, पुगेन यहाँबाट धरान जानुहोस्, पुगेन यहाँबाट काठमाडौँ रेफर गरिदिन्छ क्या। आई मिन त्यस्तो त्यहाँको अवस्था स्वास्थ्यको अवस्था भइसक्यो क्या। जुन डाउन टु अर्थ पर्सनहरू छ, डाउन टु अर्थ भन्नाले पनि जो ग्राउन्डसँग जुडेको मान्छेहरू छ होइन, जससँग पैसा छैन, जसले चाहिँ त्यो गर्न सकिँदैन, स्वास्थ्य बिना यहाँ मरिरहेको छ क्या। रिपोर्ट गलत ल्याइदिने, कर्मचारीहरू टाइममा नआइदिने, डक्टर्सहरू टाइममा नआइदिने, यो यहाँको बडा यो म्यानेजमेन्टको बडा ठुलो समस्या छ। अनि बडा दुःख के लाग्छ भने यहाँबाट जितेर दुईपल्ट सांसद जितेर गइसकेको मान्छे होइन, जुन चाहिँ अनि उहाँले भन्नुहुन्छ कि म कानुनको विद्यार्थी हो, तर तपाईँलाई एउटा बडा दुःखद कुरा के लाग्छ भने एउटा पनि सरकारी क्याम्पसमा यहाँ नजिक +2मा पनि र ब्याचलर्समा पनि यहाँ एउटा पनि सरकारीमा चाहिँ त्यो कानुनको पढाइ नै हुँदैन क्या। अनि त्यो बडा विडम्बना छ। अब आउँदो जुन सांसदहरू हुनुहुन्छ उहाँहरूको घोषणा पत्रमा के यहाँ कानुन पढाइ हुन्छ भनेर त्यो कुरा अटाएको छ कि छैन, भोट दिने बेलामा त्यो पनि विचार गरौँ। नेताहरू त चाहन्छ कि जनताहरू नबुझोस्, हामीहरूले कम बुझेको भयो भने उनीहरूलाई फकाउन सजिलो हुन्छ। तर अब समय जागरुक भएको छ, समय परिवर्तनको आएको छ, धेरैजनाको बलिदानी पछि यो चुनाव आइरहेको छ। यसको हेर्दै गर्दाखेरि यसमा चाहिँ भोट दिने बेलामा अब धेरै कुरा विचार गरेर हामीले भोट दिनुपर्ने अवस्था छ। सो यसपालि शिक्षा क्षेत्र नम्बर 3मा राम्रो नेता, हाम्रो होइन राम्रो नेता चुज गरौँ, जसले चाहिँ हाम्रो अगाडिको भविष्य तय गरौँ, हाम्रो नयाँ नीति चुज गरौँ र जसले चाहिँ हाम्रो देशलाई अगाडि बढाउँ, सिराहालाई पनि अगाडि बढाउँ। धन्यवाद।